गाइज गुड मर्निङ एभ्रिवान। म चाहिँ आज फाइनल्ली तपाईँहरूको सामु चाहिँ म फेरि पनि क्यामेरामा ब्याक भइसकेको छु। अनि म चाहिँ किन आएको भन्दाखेरि चाहिँ आज चाहिँ मैले धेरै लामो समय भइहाल्यो नि त, मैले लङ भिडियो हालेको पनि छैन होइन। किन नहालेको भनेर तपाईँहरूलाई लागेको होला। मैले चाहिँ मेरो टाइम पनि त्यस्तै भएको छ साथीहरू, किनकि मेरो इक्जाम आइरहेको छ। इक्जामलाई पनि यसो प्रिपेरेसन गर्नुपर्ने हुन्छ नि त, त्यही भएर चाहिँ भ्लग आएको होइन होइन। आज चाहिँ म छोटो भ्लग ल्याएर आइसकेको छु तपाईँहरूको सामु केही भन्नको लागि चाहिँ होइन। मलाई चाहिँ किनकि अहिलेसम्म सब्सक्राइब गर्नु भएको छैन भने पहिला सब्सक्राइब गर्नुहोस्, त्यसपछि अलमा थिचेर हेर्नुहोस् है भिडियो। मैले के गरेको छु भन्दाखेरि चाहिँ मैले योभन्दा अगाडि चाहिँ मैले सर्ट भिडियोहरू धेरै हालिरहेको थिएँ होइन। त्यसपछि चाहिँ अहिले चाहिँ सर्ट भिडियो पनि कमै जान्छ अचेल भिडियोमा चाहिँ, अनि त्यही भएर लङ भिडियो एकदम कम 15-20 दिनको एउटा भिडियो, त्यही पनि टाइम मिलेपछि त्यस्तो भइरहेको छ होइन साथीहरू। तपाईँहरू लागेको होला लङ भिडियो हाल्नु पऱ्यो अनि सर्ट भिडियो मात्र हाल्छ या लङ भिडियो हाल्दैन लागेको होला। तर यस्तो हो क्या, लङ भिडियो बनाउनलाई केही कन्टेन्ट त सोच्नु पऱ्यो नि त, त्यो भएर पनि नहालेको होला मैले। त्योमा म क्षमा प्राप्ति छु। भिडियो चाहिँ यो अब असाढको 25 पछि नै म राम्रोसँग कन्टिन्यू गर्ने नै छु, कमब्याक गर्ने नै छु भिडियो चाहिँ फेरि पनि होइन। म तपाईँहरूलाई यो चाहिँ भने र हाम्रो निकेश भाइ, आरआर भ्लग्स दाई हाम्रो सुर्खेतबाट हुनुहुन्छ, एसकेटी भ्लग्स 15 दाईहरूले भन्नुहुन्छ कि लङ भिडियो हाल्नु पऱ्यो भाइ, लङ भिडियो हाल्नु पऱ्यो। अनि निकेश भाइले पनि भनिरहेको हुन्छ दाई सर्ट भिडियो मात्र हालेर भएन, अब लङ भिडियो पनि ल्याउनु पऱ्यो, राम्रो कन्टेन्ट दिनु पऱ्यो, तपाईँको च्यानल राम्रो छ भन्नुभएको थियो भाइले पनि होइन। ल भाइलाई पनि धन्यवाद, हाल्नुपर्छ भनेर चाहिँ मैले पनि माने। तर यस्तो हो, बनाउने वातावरण मिलिरहेको छैन, त्यही भएर मैले नहालिरहेको हो, बुझिदिनु होला। किनकि म अब चाहिँ असाढको 25 पछि चाहिँ सानो जस्तो हुन्छ तपाईँहरूको माझमा म जस्तो भिडियो भए पनि म हाले गर्नेछु। त्यति दिनसम्म तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्दै गर्नु होला होइन। भ्यू चाहिँ कस्तो छ, यस्तो पुरा बादल लागेको छ नि त, बर्खा लागिसक्यो, राम्रो छ भ्यू चाहिँ, यस्तो बवाल देखिन्छ क्या, हेर्नु नै हो। सो साथीहरू, मेरो फेसबुकमा चाहिँ यस्तो अप्सन आएको छ होइन, यसले चाहिँ अकाउन्टलाई केही प्रभाव पार्छ कि भन्ने मलाई लागिरहेको छ होइन। त्यही भएर चाहिँ यसको उपाय चाहिँ तपाईँहरूलाई केही थाहा छ भने चाहिँ प्लिज भनिदिनु होला कमेन्टमा। बायोमा फेसबुक आइडी छ, अनि त्यसमा चाहिँ मलाई फलो गरेर तपाईँहरूले मलाई सिधा कन्ट्याक्ट गरेर यस्तो भएको हो, यस्तो गर्नु भनेर मलाई सिकाइदिनु होला। र सिकाउने मान्छेलाई म धेरै धन्यवाद दिन पनि चाहन्छु, किनकि मेरो अकाउन्ट के भयो मलाई पनि थाहा छैन। खोइ किन पो अब चाहिँ यो अकाउन्ट उड्ने भन्ने यसो युट्युबमा हान्दाखेरि चाहिँ त्यस्तो देखाउँछ। त्यही भएर यसको उपाय चाहिँ के होला होइन साथीहरू, भनिदिनु होला। तपाईँहरूकोतिर कस्तो भइरहेको छ आज माहौल? यहाँ त यस्तो बबाल हावा लागिरहेको छ, मस्त चिसो मौसम भइरहेको छ होइन साथीहरू। हेर्नु न, अब रोपाइ गरिन्छ साथीहरू, रोपाइको सिजन पनि लागिरहेको छ नि त, यस्तो बबाल छ। तपाईँहरूकोतिर रोप्न लागेको छ नि, यहाँ यस्तरी खनिरहेको छन्। अब केही समयपछि रोप्ने कार्यक्रम पनि हुन्छ होइन, देख्न सक्नुहुन्छ नहरमा यस्तरी पानी आइरहेको छ होइन। आजको भिडियो म यति अन्त्य गर्न चाहन्छु र मेरा प्रिय दाईहरूलाई पनि साथ सपोर्ट दिइदिनु होला। हाम्रो काठमाडौँबाट हुनुहुन्छ आरआर डिजिटल आरआर भ्लग्स दाई, हाम्रो सुर्खेतबाट हुनुहुन्छ एसकेटी भ्लग 15, अनि निकेश बिष्ट भाइ, हाम्रा होनहार युवाहरूलाई यसरी साथ सपोर्ट दिइदिनु होला होइन। कमेन्टमा लेखिदिनु होला आजको भिडियो कस्तो लाग्यो र साथ सपोर्ट दिइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु। बाई बाई गाइस। अब सिधै असाढको 25 पछि म लङ भिडियो फेरि पनि ल्याउने नै गर्नेछु। बाई बाई गाइस।